हेलो एभ्रिवान। रिसेन्टली ट्याक्सिसमा चाहिँ पुरा वेदर चाहिँ एकदम बबाल भइरहेको थियो अनि आज चाहिँ यसो वेदरको कारणले परिवारसँग यसो आउटडोर कुक गरौँ त भनेर मैले ठ्याक्क चिकन बिफ पोर्क अनि सम भेजिसहरू लिएर आएको थिएँ अनि यसरी मैले ठ्याक्क बनाइरहेको थिएँ। पुरै वेदर त अब के भन्नु होइन, मजाको चिल गर्ने खालको थियो बाहिर। अनि मैले पोर्कलाई यसरी बार्बिक्यू गरेँ, बिफ पनि रेडी भइहाल्यो। अन्त मैले साइडमा लगाएको झरिहाल्यो, जिन्दगी यस्तै रहेछ भनेर म एकछिन भाइसँग खेल्न थालेँ। अनि भेजीहरू मैले यसरी लगाएँ, अनियन्सहरू अनि ठ्याक्कसँगले हल्का सोया सस मैले माथिबाट लगाएँ। यसरी मोल्दाखेरि एकदम राम्रो देखिरहेको थियो, प्लस बास्ना मजाको आइरहेको थियो। भेजिसहरू मैले लगाएँ साइडमा, यो पनि डन भयो। अन्डालाई यसो साट्ट घोलेर ठ्याक्क लगाएँ, किनभने म अब फ्राइड राइस बनाउँदै थिएँ। अनि मैले माथिबाट ठ्याक्कै हिजो बनाएको भात लगाएर मजाले मोलिदिएँ। माथिबाट फेरि त्यो आएको भेजीलाई फेरि मिक्सको लागि लगाएँ, मजाले गरेको दामी भयो त्यो खाने। मैले सबैलाई सर्भ गर्न लागि सबै लगाएँ। बहिनी ज्वाइँ अनि हाँसिङ आङीहरू आउनु भएको थियो, मैले मजाले सर्भ गरेँ। वेदरमा दामी वेदरमा हामीले इन्जोय गऱ्यौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।